नमस्ते, म डाक्टर पारस श्रेष्ठ। अहिले हामी कुरा गर्न गइरहेका छौँ पर्माक्याथको बारेमा। पर्माक्याथ क्याथेटर भनेको के हो भनेर। धेरैजना मानिसलाई पर्माक्याथको बारेमा थाहा नभएको कुरा हुनसक्छ। पर्माक्याथ भनेको तपाईँको कुनै पनि अब भनौँ न डायलिसिस गर्ने बिरामीलाई चाहिने एउटा क्याथेटर हो, एउटा प्लास्टिकको क्याथेटर भन्छौँ। यो कुन बेला चाहिन्छ भने कुनै पनि बिरामीलाई अब डायलिसिस गर्नु पर्यो। डायलिसिस भनेको सामान्य तपाईँको मसिनमा रगत शरीरको टक्सिनहरू फोहोर कुराहरूलाई सफा गर्ने मसिनको सहायताले हैन डायलिसिस भन्छौँ, हेमोडायलिसिस। त्यसमा के हुन्छ भने तपाईँको एउटा भास्कुलर एक्सेस हुन्छ जसलाई हामीले फिस्टुला भन्छौँ। अब फिस्टुलाबाट नै तपाईँको आर्टरी भेनबाट नै हामीले एउटा फिस्टुला बनाएको हुन्छौँ जसमा तपाईँको रगत शरीरबाट निकालेर मसिनमा जान्छ र मसिनबाट रगत शुद्ध भएर सफा भएर अनि हाम्रो शरीरमा जाने हुन्छ। त्यो फिस्टुला हाम्रो हातबाट हुन्छ। यो लङ टर्म नै हुन्छ र एकदम राम्रो हो फिस्टुला। यसमा इन्फेक्सन हुने चान्स कम हुन्छ र यसमा कुनै पनि भनौँ न पर्माक्याथ भनेको एक किसिमको प्लास्टिकको पाइप राख्ने हो भने यसमा फिस्टुलामा के राख्नु पर्दैन। कहिलेकाहीँ के हुन्छ भने अब यो फिस्टुला गरिराखेका बिरामीहरू फिस्टुला बिग्रियो, डायलिसिस गरिरहेको बिरामीहरू फिस्टुला बिग्रियो, फिस्टुलाबाट डायलिसिस हुन सकेन, त्यस्ता बिरामीको लागि के गर्ने भन्ने एउटा समस्या र दुविधा हुन्छ। अब अर्को हातमा पनि नसा पातलो छ, बन्न गाह्रो छ हैन भनेपछि हामीले पर्माक्याथ क्याथेटरको सहयोगले हामीले उहाँहरूलाई लङ टाइम डायलिसिसमा राख्न सक्छौँ भन्नाले 6 महिनादेखि 2 वर्षसम्म राख्न मिल्छ यदि इन्फेक्सन भएन भने, समस्या आएन भने। र कुनै पनि बिरामीलाई अब भनौँ न डायलिसिस गर्नुपर्ने छ र उहाँहरूको नसाहरू पातलो छ, आर्टरी भेनहरू राम्रो छैन, एकदम पातलो छ नसाहरू, त्यस्ता बिरामीहरूको लागि हामीले छातीमा एउटा क्याथेटर हुन्छ। त्यसलाई खास पर्माक्याथ भन्ने कम्पनीको नाम हो तर पनि यसलाई टनल कफ क्याथेटर भन्छ। त्यो हामीले टनल कफ क्याथेटरलाई हामीले छातीमा एउटा इन्सिजन दिएर टनल बनाएर राखेर एउटा प्लास्टिकको पाइप हुन्छ क्याथेटर, त्यो राख्ने हुन्छ। त्यो हामीले 6 महिनादेखि 1 वर्षदेखि 2 वर्षसम्म राख्न मिल्छ र यसका फाइदाहरू पनि छन् र बेफाइदा पनि छन्। बेफाइदा भन्नाले जस्तो इन्फेक्सन हुने चान्स अलिक बढी हुन्छ भन्नाले अब यसलाई राम्रोसँग स्याहार गरेन, हाइजिन मेन्टेन गरेर सरसफाइलाई ध्यान दिएन अथवा राम्रोसँग ड्रेसिङ हुन पाएन भने इन्फेक्सन धेरै नै रिस्क हुन्छ। तर पनि बिरामीहरूलाई अब डायलिसिस गराउन जति बिरामीहरू हुनुहुन्छ उहाँहरूको अब फिस्टुला यदि बन्न सकेन केही कारणले, अब धेरै मानिसहरू बुढेसकालमा उहाँहरूको अब नसाहरू पातलो भइसकेको हुन्छ र उहाँहरूलाई डाक्टर साहबले अब फिस्टुला नबन्ने, तपाईँको फिस्टुला बन्न सक्दैन भन्नुहुन्छ, त्यस्ता बिरामीहरूको लागि यो पर्माक्याथ राखेको धेरै राम्रो हो। अर्को भनेको ट्रान्सप्लान्ट गर्ने बिरामीलाई। अब कोही ट्रान्सप्लान्ट गर्ने अब किडनी खराब भयो, अब उहाँहरू डायलिसिस गर्न पनि पर्दैछ र 1-2 महिनापछि उहाँ ट्रान्सप्लान्टमा जान्छु, मृगला प्रत्यारोपणमा गर्छु भन्ने बिरामीहरू हुन्छ, उहाँलाई फिस्टुला बनाइराख्नु परेन। 6 महिनादेखि 1 सालमा यदि उहाँहरू ट्रान्सप्लान्टमा गइहाल्छु भनेपछि उहाँहरूले पनि पर्माक्याथ राखेको फाइदा हो किनभने फिस्टुला बनाइराख्नु परेन। र पर्माक्याथ हामीले एउटा भनौँ नि छातीमा राख्ने एउटा प्लास्टिकको पाइप हो। यो राखेपछि तपाईँलाई डायलिसिस मजाले गर्न सकिन्छ, भास्कुलर एक्सेसमा प्रब्लम आउँदैन हैन। र भनौँ न धेरैजना मानिसहरूलाई यो पर्माक्याथको बारेमा नथाहा भएर कतिजना बिरामीहरू अहिले भारतको लखनऊमा अनि हाम्रो काठमाडौँ जानुपर्ने चाहिँ टाढा हुन्छ र उहाँहरूलाई गुनासो छ, अब बुढो हुनुहुन्छ जान सक्नुहुन्न र कहिले कहिले घर परिवारमा समस्या भएको कारणले हाम्रो नेपालसम्म पनि यो सेवा भइदिए भए अलि हामीलाई सहज हुन्थ्यो भन्ने हुन्थ्यो र यो सेवा हामीले नेपालगञ्ज लाइफलाइन जनरल हस्पिटल र किडनी सेन्टरमा चालु गरिसकेका छौँ। हामीले लाइफलाइनमा पनि अहिले 2 जना जति बिरामीको पर्माक्याथ हामीले गऱ्यौँ र अहिले पर्माक्याथ भएका जति बिरामी हुनुहुन्छ उहाँहरूलाई धेरै सहज भएको छ हैन। र पर्माक्याथले तपाईँको एउटा भनौँ न फिस्टुला जस्तै नै काम गर्ने हो। त्यसकारणले यो पर्माक्याथ भनेको क्याथेटरको बारेमा धेरै नथाहा भएर कति बिरामीले अब भनौँ न डायलिसिस नै नपाएर बसिराख्नु हुन्छ, अब हातबाट डायलिसिस गर्न मिलेन, गुनासो आइराखेको हुन्छ। त्यसकारण त्यस्ता बिरामीको लागि हामीले छातीमै पर्माक्याथ राखिदिन्छौँ र त्यसबाट नै डायलिसिस उहाँले नियमित आफ्नो गर्न सक्नुहुन्छ। र यो भनेको एक किसिमको सामान्य शल्यक्रिया, माइनर ओटी जस्तै हो, यसमा त्यस्तो आत्तिनु पर्ने छैन, ठुलो कुनै शल्यक्रिया होइन। यो गरिसकेपछि तपाईँहरू 1 दिन बसेर अर्को दिन घर पनि जान सक्नुहुन्छ, धेरै दिन भर्ना हुनु पनि पर्दैन। 1 दिन हामीले सामान्य शल्यक्रिया गरेर राख्छौँ, एडमिट गर्छौँ, त्यसको भोलिपल्ट तपाईँहरू घर मजाले जान सक्नुहुन्छ। र अहिले हामीले हेरेको नेपालगञ्जमा यो पर्माक्याथको सुविधा नभएकोले धेरैजना बिरामीहरूले दुःख पाइराखेका पनि छन्। कतिले बिरामीलाई अब मैसँग आउने बिरामीलाई पनि हामीले यो सेवा सुचारू नगर्नुभन्दा अगाडि कति बिरामीलाई मैले आफै यो ठाउँमा जानुहोस्, यो सेवा लिनुहोस् भनेर भन्थेँ। तर अहिले यो सेवालाई पनि हामीले यहीँ चालु गरिसकेका छौँ र मैले पनि यसको बारेमा ट्रेनिङ गरेर अब अरू डाक्टर साहबको टिममा हामीले काम गरिरहेका छौँ र यसमा हाम्रो टिम वर्कले हुन्छ, टिमले नै यो काम गर्ने हो पर्माक्याथको। र हामीसँग अहिले अरू डाक्टर साहबहरू हुनुहुन्छ जो हामीलाई पर्माक्याथमा सहयोग पनि दिइराख्नु भएको छ र यो एउटा टिम वर्क हो। त्यसै कारणले हामीले यो पर्माक्याथ नेपालगञ्जमा राख्दाखेरि केही असहज होला, गाह्रो होला भन्ने केही पनि छैन, हामीले मजाले राखिराखेका छौँ। र त्यस्ता कोही बिरामी हुनुहुन्छ भने हैन सेवाको लागि नेपालगञ्जभन्दा बाहिर जानु परेन, हामीले आफ्नो नेपालगञ्जमा यो सेवा हामीले सुरु गरिसकेका छौँ। अर्को भनेको अब पर्माक्याथ पनि नराख्ने भनौँ अब
हेमोडायलिसिस गर्न गाह्रो नै भयो कोही भन्छ अब मलाई डाक्टर साहब हेमोडायलिसिस नगरेर अरू घरमै बसेर म केही गर्न सक्छु कि डायलिसिसहरू या औषधि खाएर भनेर केही विषय सहज हुन्छ कि भनेर सल्लाह लिइराख्नुहुन्छ। यदि त्यस्तो छ भने कि उहाँहरू फेरि पेरिटोनियल डायलिसिसतिर जानु पर्यो। पेरिटोनियल डायलिसिस भनेको घरमै बसेर आफै डायलिसिस गर्न मिल्ने, यसमा मसिनको सहायता चाहिँदैन। मसिन नभए पनि हामीले पेटमा एउटा क्याथेटर राखेर पेटमै नै एउटा 2 लिटरको पानी हुन्छ, त्यहीलाई हामीले पेटमा एउटा क्याथेटरमा इन्सर्ट गरेर पानी पेटमा राखेर त्यसको विषादीय शरीरमा सबै त्यो पानीमा जम्मा भएर फेरि त्यो पानीलाई हामीले फ्याल्ने एउटा प्रोसेस हो, त्यसलाई पेरिटोनियल डायलिसिस पनि भन्छ। यसको सेवा पनि हामीले लाइफलाइनमा सुरु गरेका छौँ। कोही पनि बिरामी पेरिटोनियल डायलिसिस छन् र उहाँहरू पेटबाट डायलिसिस गराउन चाहनुहुन्छ भने त्यसलाई पनि हामीले नियमित रूपमा यसको सेवा दिइराखेका छौँ। त्यस कारणले डायलिसिस सम्बन्धी, किडनी सम्बन्धी धेरै बिरामीहरू आइराख्नुहुन्छ यहाँ सोधपुछ गर्न। कति बिरामीलाई यो पर्मा क्याथेटरको बारेमा थाहा नभएकोले र के गर्ने भनेकोले हामीले यो जानकारी मुलुक एउटा सबै पब्लिकहरूमा थाहा होस् होइन कि कतिलाई थाहा हुन्न हो अब के गर्ने भनेर। त्यस कारणले यो पर्मा क्याथे धेरै नै सहज बनाउँछ र डायलिसिस फिस्टुला बिग्रेका बिरामी, नसापात भएका बिरामीलाई पर्मा क्याथे धेरै नै सहज बनाउँछ। र कुनै पनि त्यस्ता कोही बिरामी किडनीको हुनुहुन्छ र केही गाह्रो छ, केही समस्या परेको छ, केही बुझ्नु भएको छ भने सम्पर्कमा आउनु होला, हामी सल्लाह र सुझाव दिनेछौँ है भनेर 2-4 शब्द टुङ्ग्याउँछु। धन्यवाद।